यो संसारमा मात्र हो जात भेदभावको कुरा छ, तर परमेश्वरमा जात भेदभावको कुरा छैन। जात भेदभावको घमण्ड गरेर के गर्नु? जात भातमा घमण्ड गरेर के गर्नु? आखिर यो शरीर घाँस जस्तै ओइली जानु छ, यो शरीर फुल जस्तै झरी जानु छ। त्यो घमण्ड यो 2 दिनको यो संसारमा परदेशी जस्तै हो। त्यो घमण्डले के हुन्छ भने हैन, सबैजनालाई हाँसी खुसी पारेर यो संसारमा बाँच्नु छ, जिउनु छ है। अनि यो संसारमा घमण्डले के हुँदैन, रिसले के हुँदैन, डाहाले के हुँदैन। त्यो रिसले, डाहाले, घमण्डले आफै रितिन्छ कि आफै बर्बाद हुन्छ कि आफै नष्ट हुन्छ कि। तर हाँसिलो जुन चाहिँ व्यवहार अनि खुसियाली नम्रले चाहिँ आफ्नो जीवन सजाउँछ।